महानगरको एउटा वडा मलेरिया अहिले महानगरको एउटा वडा मलेरिया रोग प्रकोपले आक्रान्त छ। अब कोर्स अफ एक्सन तत्काल डाक्टरको टोली लगेर बिरामीको उपचार गर्नुपर्छ। दुईमा सो वडाका जनतालाई लामखुट्टेको टोकाइबाट जोगिन जनचेतना फैलाउनुपर्छ। ल कुन चाहिँ गर्नुपर्छ अनि कोर्स अफ एक्सन एक मात्रै अवलम्बन गर्नुपर्छ, दुई मात्रै अवलम्बन गर्नुपर्छ, एक र दुई दुवै अवलम्बन गर्नुपर्छ, एक वा दुई जे अवलम्बन गरे पनि हुन्छ। ल कुन चाहिँ गर्नुपर्छ ल भन्नुहोस्, तपाईले भन्नुभयो। अब स्टेटमेन्ट दिन्छ अहिले महानगरको एउटा वडा मलेरिया प्रकोपले आक्रान्त छ। हो हिजो बहिनीले सोध्नु भएको चाहिँ यस्तो हो। अनि तत्काल डाक्टर लगेर बिरामीको उपचार गर्नुपर्छ, सो वडाका जनतालाई लामखुट्टेको टोकाइबाट जोगिन जनचेतना फैलाउनुपर्छ। यो के चाहिँ गर्नुपर्छ ल? दुवै गर्नुपर्छ सर। हो कहिलेकाहीँ एक मात्रै अवलम्बन गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ दुवै अवलम्बन गर्नुपर्ने हुन्छ, कहिलेकाहीँ दुई मात्रै हुन्छ। भनेपछि यसमा चाहिँ आइन्छ दुवै अवलम्बन गर्नु पर्यो। एउटा बिरामीलाई उपचार पनि गर्नु पर्यो। अब त्यो मलेरिया र लामखुट्टेको टोकाइ चाहिँ एकाअर्कासँग सम्बन्धित छ, दुवै अवलम्बन गर्नु पर्यो। अब यही ठाउँमा सो वडाका भुसिया कुकुरलाई मार्नुपर्छ भने चाहिँ आइन्छ के हो? यही प्रश्नमा सो वडाका भुसिया कुकुरलाई मार्नुपर्छ भने के हुन्छ सर? माथिको मात्रै हुन्थ्यो। हो अनि त्यो चाहिँ एकको मात्रै हुन्थ्यो। अब तपाईहरुलाई म यहाँ मुखेले भन्छु, तपाईले भन्नुस् है। नेपालमा अहिले भ्रष्टाचार व्याप्त छ। नेपालमा अहिले भ्रष्टाचार व्याप्त छ भन्नु। नेपालमा अहिले भ्रष्टाचार व्याप्त छ। सुन्नुस् है, भ्रष्टाचार व्याप्त छ। एकमा सबै भ्रष्टहरूलाई तत्काल मृत्युदण्ड दिनुपर्छ। दुईमा भ्रष्टाचार सम्बन्धी प्रभावकारी कानुन बनाएर छिटो छरितो तरिकाले भ्रष्टाचारलाई कानुनको दायरामा ल्याउनुपर्छ। सर 2 नम्बरको बी हुन्छ। चाहिँ 2 नम्बरको। अब अर्को तपाईले भन्नुभयो अहिले समावेशी कोटामा धेरै कोटाहरू चाहिँ खाली जाने अवस्था छ। एकमा समावेशी पद्धतिलाई चाहिँ खारेज गर्नुपर्छ। दुईमा समावेशी कोटामा परीक्षा दिनेहरूलाई सशक्तिकरण गरेर उनीहरूको क्षमता वृद्धि गरेर राष्ट्रको मूलधारमा ल्याउनुपर्छ। हो 2 नम्बर। दुवै 2 नम्बर। समावेशी खारेज गर्ने त कुरो हुँदैन। अब यसमा झुकिनु पनि छैन। यसमा नझुकिनुहोस्। अब अर्को हेर्नुहोस्, यो त सहिलो खालको अब भर्बलमा केही बाँकी छ भने भन्नुहोस् है। अर्को यहाँ केही छुट्टो भन्न पाइँदैन। ल अब ट्रुथ स्टेटमेन्ट, ट्रुथ भेरिफिकेसन। सर नमस्कार। नमस्कार, हुनुहोस् त। यो आइक्यू कि सर यो सबै कुराहरू लगभग यो अफिसरको, खर्दारको, नासुको सबैको एउटै हुने हो है? सबैको एउटै हो। किन? त्यही फरक केही हुन्छ कि हुन्न भन्ने किसिमबाट सोधेको सर। फरक भने तपाईले डाटा पढ्नु पर्दैन, डाटा इन्टरप्रिटेसन पढ्नु पर्दैन। अरूलाई पर्छ त्यो, अफिसरलाई पर्छ त्यो, थपियो एउटा त्यति हो। नासुमा 2-3टा फेरि खर्दारमा 2-4 टपिकहरू नयाँ छन् त्यति हो। अब यहाँ हेर्नुहोस् है। अब ट्रुथ भेरिफिकेसन, सत्यता परीक्षण। ल गर्नुहोस् त। इन
आर always has एउटा आर्मीसँग जहिले पनि हुन्छ भनेको एउटा गन हुन्छ भनेपछि आर्मीसँग जहिले पनि हुन्छ भनेको एकमा गन हुन्छ दुईमा युनिफर्म हुन्छ तीनमा गन युनिफर्म र्याङ्क हुन्छ चारमा वेपन के चाहिँ हुन्छ ल आर्मीसँग जहिले पनि हुने के हो र्याङ्क हो 24 घण्टा युनिफर्म त हुँदैन 24 घण्टा गन पनि हुँदैन वेपन पनि हुँदैन र्याङ्क चाहिँ उसको पद चाहिँ दर्जा चाहिँ जहिले पनि हुन्छ दर्जा त्यो सुते बेलामा पनि सिपाही भए सिपाही हुन्छ जर्नल भए जर्नल हुन्छ कर्नेल भए कर्नेल हुन्छ त्यो जुनसुकै बेला नि हुने चाहिँ र्याङ्क हो दर्जा चाहिँ उसको जुनसुकै बेला पनि भइराखेको हुन्छ यो र्याङ्क चाहिँ जुन बेला नि हुन्छ अब अरु भन्नुस् है तपाईहरु अ काउ अलवेज हैज एउटा काउसँग जहिले पनि हुन्छ अ काउ अलवेज हैज एकमा यसको काल्फ हुन्छ दुईमा टेल हुन्छ तीनमा हर्न हुन्छ चारमा हार्ट हुन्छ ल गाईसँग जहिले पनि हुने के हो हार्ट हो मुटु चाहिँ हुन्छ मुटु भएन भने त गाई गइगयो नि पुछार चुडिया नि होला त्यो पुछार चुडिया होला पुछारै काटिया पनि होला अब तपाईको सिङ फुक्लिया पनि होला सिङै नभएको पनि मुडुलो पनि होला तर मुटु नै नभएको त गाई नि त्यो हुँदैन त्यो यताउति हामी बार्नु सकिएको अब अर्को भन्नुस् है तपाईहरुले A teacher always has always book B ma school C ma knowledge D ma pen सर नलेज हो टिचरसँग जहिले पनि हुने भनेको नलेज हो टिचरसँग नलेज त जहिले पनि हुन्छ नि all lady always has भन्नुस् है all lady always has एकमा यो क्लोथ दुईमा हेयर तीनमा मदर चारमा बोयफ्रेन्ड ल भन्नुस् ल दिया क्लोथ हुन्छ सर मदर हेयर आमा त हुन सक्छ नि हेयर आमा नभइकन कसरी लेडी भयो त नि क्लोथ कपडा भाइ लुगा पकाले नाङ्गे हगा आफ्नो कुरा यो मदर यति छ भने आमा नभइकन त को मान्छे जन्मन्छ र भाइ यहाँ बोय भएको पनि मदरै आइन्छ लेडी भने पनि बोय भने पनि मदरै आइन्छ हुन्थ्यो यो के आमा हुन्छ भने होइन केटी छ भने उसलाई जन्म दिने व्यक्ति छ भने कोही मान्छे छ भने त उसलाई जन्म दिने मान्छे त उसो हुन्छ नि त आमा हेलो सर भन्नुस् यहाँ हामीले कार्य व्यवस्था पढेर सर यो बाँकी छ नि त क्लासिफिकेसन अफ द कमन प्रोपर्टी क्लासिफिकेसन अफ कमन प्रोपर्टी हजुर कार्य व्यवस्था भन्नु कार्य व्यवस्था होइन वर्गीकरण चाहिँ भन्नुभएको तपाईँ समान गुण वर्गीकरण होइन क्लासिफिकेसन सर बाँकी नै छ ल त्यो पनि म यसमा अब यहाँ कन्फ्युजन छ तपाईले के बुझ्नु पर्यो भने बुवा किन भएन ए डेथ भयो नि आमा हुँदैन नि मान्छे आमा भने त डेथ भएको र नभएको मतलब हुँदैन जसले जन्म दिने ऊ आमा हो ऊ डेथ भएको बुढो भएको यङ भएको त्यसो मतलै भएन हामीले एनालोजी पढ्न के गर्यौं सर हजुर एनालोजी पढ्न के गर्यौं त्यहाँ पढे तपाईसँग त्यहाँ होला मलाई के थाहा हुन्छ एनालोजी पढेको छैन त्यहाँ कुन चाहिँलाई एउटा क्वेसन थ्योरी त अनम्युट गरिदिनु सुरेन्द्र भन्नेलाई भने त्यो भाइ त्यहाँ सुरेन्द्र भन्नेलाई गरिदिनु त्यो सबैलाई पाला दिनु न त्यहाँ टाइम ल यहाँ अब यो आउँछ तपाईहरुले यो तपाईले ट्रुथ भेरिफिकेसन के बुझ्नु पर्यो भने चारैवटा पढ्नु पर्यो जुनलाई हटाउँदा त्यसको अस्तित्वै जान्छ
ल अब तपाईले भन्नु पर्यो Excuse me, बुक sir. ड्यास सुन्नु यो म स्टार्टिङमै सोध्न लागेको सर बिचमा डिस्टर्ब गरेँ है यो म यो तपाईँको इन्टरचेन्ज गर्ने थियो नि सर यो टोटल गर्दाखेरि चाहिँ एउटाको मात्र भन्दाखेरि जस्तै एउटा क्वेसन छ यो गर्नु त सर दुईटा अलिक कन्फ्युज भयो कि एउटा सेम सेम छ दुईटा टोटल निकाल्ने कसरी अनि एउटाको भने मात्र कसरी भयो भने कन्फ्युज भयो कि सर कस्तो एउटाको भनेको जस्तै एउटा क्वेसन भन्छ है सर केटीहरूको पङ्क्तिमा अनि बायाँबाट कमला 9 स्थानमा छ बायाँबाट 9 कमला स्थानमा 9 छिन् अनि त्यसपछि निर्मला दायाँबाट 16औं स्थानमा छिन् भन्नु यदि तिनीहरूको स्थान परिवर्तन गर्यो भने कमलाको बायाँबाट 25औं स्थानमा पर्छन् भने जम्मा केटीको संख्या कति रहेछ अनि यहाँ 16 भयो अनि यो चेन्ज गर्दा यो चाहिँ 25 भयो तपाईको 40 जना हुन्छ सिम्पल छ यो नौमा यो सेम त्यस्तै क्वेसनमा यो तलको यो टोटल भन्दाखेरि चाहिँ कसरी हुने भयो सर जस्तै एउटाको कमलाको मात्र सोध्यो भने कसरी हुने भयो सर अब कमलाको मात्रै सोधेपछि तपाईको कमलाको त यी भयो यो 25 भइयो नि कमलाको मात्रै अगाडिबाट सोधे कि पछाडिबाट सोधे जस्तै केटीको संख्या मतलब केटीहरूको पङ्क्तिमा बायाँबाट कमला चाहिँ बायाँबाट छ निर्मला चाहिँ दायाँबाट छ अनि यो तपाईले भन्नुभयो कमला र निर्मलाले इन्टरचेन्ज गरे अब यो बायाँबाट 25 आ भने हैन बायाँबाट 25औं स्थानमा पर्छन् भने चाहिँ हो अनि यो दायाँबाट 16 यो बायाँबाट 25 एउटै स्थान दोहोरियो 16 र 25 ले 40 एक घटेर 40 यहाँ चाहिँ केटीको संख्या मात्र भने कमलाको संख्या कतिमा भन्यो भने के हुने भयो सर कमलाको संख्या दायाँबाट कि बायाँबाट छ दायाँबाट भन्यो भने जस्तै दायाँबाट त यी 16 भइगयो नि तपाईलाई निर्मलाको चाहिँ सोध्यो बायाँबाट भन्दाखेरि चाहिँ तपाईलाई दायाँबाट निर्मलाको सोध्या भए चाहिँ यो 40 भयो हैन जम्मा 40 जना छन् यो बायाँबाट 9 मा हो अब कति यो भन्दा पछाडी कति जना 31 जना उलाई भन्दा 32 हुन्छ कि बुझ्नु भएन पहिला टोटल निकाल्नुस् अनि यो कमला अहिले बायाँबाट 9 मा चाहिँ त्यो भन्दा पछाडी 31 जना छन् उलाई भन्दा 32 हो सिद्धि गयो के गर्नु पर्यो एकदम इजी पहिला टोटल निकाल्नुस् 40 अब निर्मला यो बायाँबाट 9 मा छ हैन त्यो कमलाका ठाउँ बसेछ 9 मा चाहिँ उ भन्दा पछाडी 31 जना छ उलाई गनी पछाडीबाट भन्दा 32 हो टोटल निकाल्दा अनि सर हजुर के क्वेशन हुन्छ भन्नुस् सर स्टेटमेन्ट एन्ड कन्क्लुजन नो ट्रीज फ्रुट नो ट्रीज फ्रुट नो ट्रीज आर फ्रुट अनि all fruits are stone all fruits are stone ani all stone are rains all stone are rains ani conclusion sir अब no stone is tree no stone is tree ani no rain is tree no rain is tree ani some rains are fruits some rains are fruits some rains are fruits यो भयो rain are fruit some rains are tree some rains are tree यो भयो थर्ड same rains are tree यो अरु चाहिँ हुन नि सक्छ एकिन भएन यो थर्ड को चाहिँ हुन्छ आन्सर थर्ड आन्सर थर्ड को हो अरु हुन नि सक्छ नहुन नि सक्छ यहाँ अरु यो ट्री र यो अरुसँग बोले है नो फ्रुट आर ट्री भनेपछि नहुन पनि सक्छ हुन पनि सक्छ त्यो एकिन भएन नभएपछि एकिन भएको भने सम रेन्ज आर ट्री फ्रुट आइदर कुन कन्डिसनमा हुन्छ सर आइदर त हेर यो नदिया भए तपाईलाई यो दियो भने आइदर अर हुन नि सक्छ नहुन नि सक्छ यो तलको त्यो दिएनु भएन अनि यो कि यो आइदर दिस अर दिस नहुन नि सक्छ हुन नि सक्छ त्यहाँ नबोलेपछि हुन नि सक्छ नहुन नि सक्छ अब यहाँ हेलो सर भन्नुस् यो एबीसीडी दिएर यो 50 को 60 को नम्बरमा कुन अक्षर पर्छ भनेर सोधेको थियो खाल क्वेशनहरु गरेको हो
नगरे भए अहिले म गरिहाल्छु सकियो सबै लगातार 1 बाइ 1 पढाइरहेको छु त्यहाँ साथीहरूले के भन्नु आज छुट्यो भने त्यहाँ सबै म 1 बाइ 1 पढाउँदैछु छोड्दैन तँ पनि छुट्यो है तँ पनि पढाउला हेलो सर तपाईको म्युट बस्छ सर हेलो हेलो सर ल भन्नुस् एउटा यो र्याङ्किङ अर्डरको क्वेशन थियो के सर केटाहरूको एक लहरामा ए अगाडिको क्रमबाट 15 औं र बी को क्रम पछाडिबाट 17 औं रहेको छ अब पढाउन आउनु पर्यो कि ए अगाडिबाट 15 बी पछाडिबाट 17 अनि रहेको छ यस लहरामा ए को पछाडिको क्रम 11 हो भने बी को अगाडिको क्रम कति होला यसको आन्सर 9 निकाली त यहाँ 7 थियो त्यही हो र तपाईले के भने हाल प्रश्नले ए को अगाडिको क्रम 15 है बी को क्रम पछाडिबाट 17 रहेको छ र यस लहरामा ए को पछाडिको क्रम 11 हो भने बी को अगाडिको क्रम कति हो ल यो पछाडिको क्रम चाहिँ 11 भन्नु हैन यसरी गर्नु न पछाडिबाट 11 ए पछाडिबाट कि अगाडिबाट 11 अगाडिबाट 15 पछाडिबाट 11 ल पढ्नुस् अगाडिबाट 15 पछाडिबाट चाहिँ 11 यति हो जम्मा मान्छे कति जना आयो भन्नुस् यसमा 26 जना आयो हैन हजुर अनि बीजी पछाडिबाट कति तपाईले -1 गर्दाखेरि दुईटा दोहोरिएको भएर 25 भयो हैन टोटल पहिला यसमा तपाईको टोटल यो 26 जना ए गर्दा 25 भयो हैन 25 टोटल भयो ल तपाईलाई चाहिँ ए र बी का बीचमा सोध्यो भने हैन सर बी को अगाडिको क्रम कति हो अब आइगयो नि यहाँ जम्मा तपाईको जम्मा 25 जना रहेछन् जम्मा 25 जना रहेछन् अनि यो बी पछाडिबाट 17 मा -17 + 1 तर 25 र 17 मा कति हो 25 र 17 को अन्तर कति 8 अनि उल्लेख गर्दा कति भयो त 9 रहेछ 9 त्यसले सजिलो गर्दै 9 निकालेको हो अनि त्यसले त्यहाँ जे मलाई त्यही हो तपाईले रुल अनुसार जान्ने हो त्यही हुन्छ अब चुप लाग्छ अब यता अब अरु हेर्नुस् है यहाँ म भन्छु तपाईले त्यहाँ छुटेको भने साथीहरुले म 1 बाइ 1 हेर्दै जान्छु अब यहाँ क्लासिफिकेसन यो क्लासिफिकेसन कमन प्रोपर्टी भने चाहिँ एउटै हो क्लासिफिकेसन यहाँ हेर्नुस् है क्लासिफिकेसन अथवा कमन प्रोपर्टी भने एउटै हो कमन प्रोपर्टी अब यो तपाईलाई जीके कतिको आउँछ भन्ने कुराले यो निर्धारण गर्छ यो चाहिँ यसलाई अर्को भाषामा भन्दा अड म्यान आउट भन्छ अड म्यान आउट अब तपाईले मलाई भन्नुस् यो बुध भनौं शनि भनौं मंगल भनौं बृहस्पति भनौं कुन चाहिँ आउट हुन्छ यो क्लासिफिकेसन कमन प्रोपर्टी भने यस्तो बुध शनि मंगल बृहस्पतिमा कुन चाहिँ आउट हुन्छ हो बुध चाहिँ आउट हुन्छ यो चाहिँ किन आउट हुन्छ भने यो चाहिँ उपग्रह छैन यसको चाहिँ अरुका उपग्रह छन् यसको उपग्रह छैन उपग्रह नभएको बुध अरुको छ अब तपाईले के कमन प्रोपर्टी गर्नु हो भने उपग्रह भएका र नभएका तपाईले जहिले पनि क्लासबाट हेर्नुपर्छ ब किन भएन अब म यहाँ 2-3 टा दिन्छु तपाईले गर्नु अब भटमास सोना मकै केराउ यो कुन चाहिँ आउट हुन्छ किताब कापी कलम कागज कुन चाहिँ आउट हुन्छ 3 मा त्यहाँ सोधिसकेपछि मिट बस्नु न त्यहाँ कुन चाहिँ त्यो डिस्टर्ब गरेर बसिरहेको अब किताब कापी कलम कागज समेरा मानिस सर्प अनि यो व्हेल माछा सारमा एड्स टाइफाइड सिफिलिस गोनोरिया अब 5 मा उसु टेक्वान्डो सिस कराते ल हेरियो 5 वटामा कुन कुन आउट हुन्छ भन्नुभयो
यहाँ सुरेश भन्ने त 5 वटा मिलाइदिनु ल। यहाँ धेरै साथीहरूले यहाँ हेर्नुहोस् है, यो सुरुमा नमिल्ने मकै, यो अरू सबै 2 दलीय, यो 1 दलीय, यसमा नमिल्ने किताब, अरू सबै स्टेसनरी आइटम, यो स्टेसनरी आइटम होइन, यसमा नमिल्ने सर्प, अरू सबै स्तनधारी, यो स्तनधारी होइन, यो अरू सबै सेक्सुअली ट्रान्समिटेड डिजिज टाइफाइड होइन, अरू सबै मार्शल आर्ट चेस नै होइन। ल यो चेस चाहिँ मार्शल आर्टको खेल होइन, मारमौरी गरी खेल होइन। हेर्नुहोस् है, अब यहाँ कन्फ्युजन के छ ल भन्नुहोस्। तपाईको जीके राम्रो भएन भने यो गर्न सकिँदैन, क्लासबाट हेर्नु। सर यो किताब कापी कलम कागज छ नि, त्यसमा जस्तो किताब पनि कागजबाट बन्छ, कापी पनि कागजबाट बन्छ, कागज कागजै भइहाल्यो, अनि कलम नमिल्ने भन्ने त्यो खालको लजिक लगाउन पाइयो कि पाइएन? हो, त्यो लजिक ला भने मनको सन्तोष मात्रै हुन्छ। मनको सन्तोष चाहिँ हुन्छ मिलाइ भन्ने, जहाँ चाहिँ मिले हुँदैन। तपाईँले क्लासबाट हेर्नु भएन भने भयो, क्लासबाट हेर्नु भयो। तपाईँले हुन्छ लजिक बेठेको होइन, त्यसमा तपाईँले यसलाई पनि त यसो भन्नु होला नि त। यो होयल माछा चाहिँ मैले देखाएको छैन, नेपालमा छैन, मानिस पनि छ, सर्प पनि छ, चमेरा पनि छ, कुरा त हो। त्यो लजिक त बेठी छैन नि, छ हो। तपाईँले के बुझ्नु पर्यो भने यो सोधेकै हो नासुमा, यो पनि पोहोर सोधेकै हो, यी सबै सोधेकै बुझ्नु। अनि यो चमेरा, यो होयल माछा, सर्प, यस्तोमा तपाईँहरूले क्लासबाट हेर्ने। अब यो चरा हो, अरू होइन, त्यो पनि त लजिक त हुन्छ। मान्छे बुद्धिमान छ, अब अरू त्यस्तो छैन। लजिक त केही न केही फरक नभए त त्यो अर्को हुँदै हुँदैन। तपाईँले यस्तोमा लास्ट नम्बरको बुझाइदिनु न। हजुर, लास्टको 5 चाहिँ मार्शल आर्ट होइन, तेक्वान्दो भने अब त्यसै मान्छे त्यस्तो। हजुर, सुरुको छ त्यो, उसु छ त्यो, उसु, तेक्वान्दो, चेस। सर यो चेस दिमागले खेलिन्छ, अनि अब यो उसो हुन्न यसमा के लजिक लाउने हो? ओ किताब पढ्दै, त्यही भएर तपाईँले बजारमा उसमा जानुभयो भने यो के अरे मार्केटमा जानु पनि यो चाहिँ यो जस्तो पैरवी बुक्स एन्ड स्टेसनरी लेखा हुन्छ। पैरवी बुक्स एन्ड स्टेसनरी, कलम एन्ड स्टेसनरी लेखा त हुँदैन, छुट्टै हो, स्टेसनरी छुट्टै, त्यो एउटै होइन, त्यसमा पर्दैन। सर उसको कस्तो हुन्छ? उसो हुने मार्शल आर्ट कि यो कराते उहरू खेले, जुडो यस्तो। त्यो अब त्यो नजोगिनुहोस्, यो किताब चाहिँ स्टेसनरी आइटम होइन, यो अरू हो। तपाईँले जहिले पनि क्लासबाट हेर्नु। अब यस्तोको सेकेन्ड टाइप, यो त फर्स्ट टाइप भयो। अब यसको सेकेन्ड टाइप हेर्नुहोस् है, यो त तपाईँले जिके जानेपछि यो आउँछ एउटै ग्रुप बनाएपछि। अब यसको सेकेन्ड टाइप चाहिँ अलिक बढी ट्रिकी सोध्छ। सेकेन्ड टाइप यो नासोहरूमा नि सोध्न थालेको छ। सेकेन्ड टाइप यो एकदम इम्पोर्टेन्ट है। यसरी तपाईँले मिनिङ दिएर नजाने, अड म्यान आउट भनौँ, यो सेकेन्ड टाइप एकदम इम्पोर्टेन्ट छ। पछिल्लो समय धेरै सोध्न थाले है। देख्नुहोस् है, यहाँ कुन चाहिँ आउट हुन्छ? सिनेट अनि रिभोक, सिम्पल, मिराज। यहाँ मिनिङतिर नजाने, यहाँ भएका अल्फाबेटको रिलेसन हेर। 2 मा सिभिक, स्ट्याटस, नून, म्याडम, सिभिक, स्ट्याटस, नून, म्याडम। अब हेर्नुहोस् है, एप्पल, ईगल, इंक, पेन,
अम्ब्रेला trend stand trend stand apprehend extend ल 5 मा school rhythm money divine ल यो 5 वटामा कुन कुन आउट हुन्छ ल भन्नुस् त यहाँ मिनिङतिर नजाने यहाँ भएका अल्फाबेटको रिलेसनतिर ट्रिट गर्ने यस्तो टाइपको यो सेकेन्ड टाइपको धेरै सोधेको छ यो झुकिनु भएन हो यहाँ हेर्नुस् है अब जस्तो अब यहाँ यस्तोमा तपाईले के हेर्ने यहाँ मैले सबै राखेको छ यहाँ यो सेकेन्ड टाइपकोमा धेरै सोधेको छ यो नझुकिनु होला यो सिनेट मिनिङतिर जाँदैन नि यहाँ हेर्नु त यो भवेल र कन्सोनेन्ट यो कन्सोनेन्ट पहिला कन्सोनेन्ट लेटर यो कन्सोनेन्ट 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 भवेल 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 एउटा छोडेर भवेल र कन्सोनेन्ट यहाँ कन्सोनेन्ट 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 भवेल 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 कन्सोनेन्ट 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 भवेल 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 तर यसमा चाहिँ तीनटा कन्सोनेन्ट सँगै आयो आउटियो अरु सबैमा पहिला कन्सोनेन्ट लेटर अनि भवेल अनि कन्सोनेन्ट अनि भवेल अनि कन्सोनेन्ट अनि भवेल यसरी आएको छ यो चाहिँ भएन अब यहाँ हेर्नुस् है अब दोस्रोमा सिभिक स्ट्याटस नोन म्याडम सिभिक स्ट्याटस नोन म्याडम यताबाट पढे पनि सिभिक CIVIC यताबाट पढे पनि सिभिक यताबाट पढे पनि नोन यताबाट पढे पनि नोन यताबाट पढे पनि म्याडम यताबाट पढे पनि म्याडम यो चाहिँ मिल्दैन यसलाई पालिन्ड्रोम वर्ड भन्छ नेपालीमा नवीन भने जस्तो सुल्टो र उल्टो पढ्दा एउटै हुने एकदम यो ख्याल गर्नु होला यस्तोलाई पालिन्ड्रोम भन्छ यो सिभिक CIVIC CIVIC यम एडीएम यम एडीएम एउटै हुने यो यो तपाईले तीनको त धेरै साथीहरु त्यहाँ मिलाइसक्नु भएको AEIOU हुनुपर्ने यहाँ चाहिँ मिलेन AEIOU यो चाहिँ मिलेन अब यहाँ यसमा END मा अन्त्य भयो इन्ट यसमा पनि END मा अन्त्य भयो यसमा पनि END मा अन्त्य भयो तर यो चाहिँ AND मा अन्त्य भयो यो चाहिँ आउट ए TREND ट्रेन्ड एप्रिहेन्ड एक्सटेन्ड तर स्ट्यान्डमा चाहिँ स्ट्यान्ड आउट अब तल्लो हेर्नुस् है अब यहाँ सब हो RHYTHM रिदम यहाँ चाहिँ भवेल लेटरै छैन सबै कन्सोनेन्ट लेटर मात्रै एसाइन छ एसाइन छ एसाइन छ यो चाहिँ आउट अब तपाईले यो सेकेन्ड टाइप पछिल्लो समय धेरै सुन्न थालेको छ यो क्लासिफिकेसनमा अब यसमा कन्फ्युजन भयो त भन्नुस् तपाईले के हेर्नु त्यो ओड भित्र कस्ता कस्ता लेटरहरु छन् त्यो हेर्नु त्यो ओड भित्र कस्ता लेटरहरु छन् अनि तपाईको त्यो पालिन्ड्रोम ओड छ कि छैन हेर्नु AEIOU हेर्नु त्यो ओड भित्र चाहिँ कुनै ओभरल्याप जस्तो यहाँ END अनि भवेल लेटर र कन्सोनेन्ट लेटरको रिलेसनहरु यति हेर्नु मिनिङतिर जानु पर्दैन यो कुरा क्लियर
यो क्लासिफिकेसन यो हुन्छ। अब त्यहाँ पजल टेस्ट भन्नुभएको छ। अब हेर्नुहोस् है, पजल टेस्ट पढे होइन भन्नुभएको त्यो पनि पढ्नु। पजल टेस्ट यहाँ हेर्नुहोस् है, पजल टेस्ट भने चाहिँ कस्तो हो भने पजल टेस्ट भनेको चाहिँ ABCD र E फरक फरक उचाइ भएका उचाइ भएका 5 व्यक्तिहरू हुन्। 5 व्यक्तिहरू हुन्। ABCDE फरक फरक उचाइ भएका 5 व्यक्तिहरू हुन्। 5 व्यक्तिहरू हुन्। B चाहिँ E भन्दा मात्रै अग्लो छ। B चाहिँ E भन्दा मात्र अग्लो छ। जसै B चाहिँ E भन्दा मात्रै अग्लो छ। B भन्ने मान्छे चाहिँ E भन्दा मात्रै अग्लो छ। अब C चाहिँ D भन्दा अग्लो भए पनि E भन्दा चाहिँ होचो छ। C चाहिँ D भन्दा अग्लो भए पनि E भन्दा होचो छ। समूहमा तेस्रो अग्लो को छ? तेस्रो अग्लो को छ। यसरी सोध्छ यो पजल टेस्टमा। यो नासुको मोडल क्वेसनमा नि यो दिएको छ, लोकसेवा आयोगमै राखेको छ। अब हो यहाँ धेरै साथीहरूले त यसलाई यसरी तान्नुहोस्, लाइन तान्नुहोस्। तान्नु हो ABCD र E फरक फरक उचाइ भएका 5 व्यक्ति। B चाहिँ E भन्दा मात्रै अग्लो छ। B भन्ने मान्छे चाहिँ E भन्दा मात्रै अग्लो छ। B भन्ने चाहिँ E भन्दा मात्रै अग्लो छ। B भन्ने मान्छे चाहिँ E भन्दा मात्रै अग्लो छ। यो B भन्ने मान्छे E भन्दा मात्रै अग्लो छ। अब C चाहिँ D भन्दा अग्लो भए पनि अब मात्रै भन्ने शब्द एकदम ख्याल गर्नु होला। यो मात्र भन्ने शब्दले यी दुईटा मान्छे अरु भन्दा होचा छन्। तपाईले कोही मान्छेलाई भेटेर मलाई तिमी मात्रै मन पर्छ भन्नुभयो भने उ ढुक्क हुन्छ। तपाईले कसैलाई भेटेर मलाई तिमी मात्रै मन पर्छ भन्दिनु भयो भने उलाई के हुन्छ भन्दा उलाई इन्फर्मेसन क्लियर भयो, मलाई मात्रै अरुलाई होइन भन्ने भयो। तर तपाईले तिमी पनि भन्दिनु भयो भने चाहिँ अनक्लियर भयो। तिमी मात्रै मन पर्छ भन्ने भए उ 100% ढुक्क खुसी। मलाई तिमी पनि मन पर्छ भनेपछि अरु पनि हो हो भनेपछि तपाईले के बुझ्नु पर्यो भने त्यो मात्र भन्ने शब्दले धेरै अर्थ राख्छ। अब B चाहिँ E भन्दा मात्र अग्लो छ। C चाहिँ D भन्दा अग्लो भए पनि अहिले अब यी दुईटा त मात्र भने त अरु भन्दा होचा हो। C चाहिँ D भन्दा अग्लो भए पनि E भन्दा होचो छ। ल अब यति बनाइसकेपछि सबभन्दा अग्लो को ल भन्नुस्। यो प्रश्नमा सबैभन्दा अग्लो को, सबभन्दा होचो को, तेस्रो अग्लो को। सबभन्दा अग्लो A, सबभन्दा होचो E, तेस्रो अग्लो चाहिँ D। यो प्रश्नको आन्सर चाहिँ D। एक्सक्युज मी सर। भन्नु त सर अघि त्यो वाला अघि टाइप 2 मा थियो नि एडमिन आउटमा, त्यसमा चाहिँ त्यो लेटर गर्ने वाला त्यस्तो वाला लजिक लाग्दैन होला है, अल्फाबेट गर्ने। केमा रे केमा? अघि थियो नि एडमिन आउटमा चाहिँ टाइप 2 मा, त्यसमा वर्डमा चाहिँ त्यो अल्फाबेट अनुसार अल्फाबेट काउन्टिङ गर्ने वाला लजिक लाग्छ नि त्यस्तो वाला। कुनै कुनै बेला लाग्छ, तपाईले भने जस्तो लाग्छ कुनै कुनै बेला। तर तपाईको त्यो लजिक भन्दा अरु कुनै कुनै बेला चाहिँ त्यस्तो हुन्छ, अरु लजिक चाहिँ आएन भने त्यो लजिकले पनि हिट हुन्छ। कुनैमा 4 5 वटा 6 वटा त कन्टिन्युअस आउनु पर्यो। एउटामा 3टा 4 वटा 5 वटा 6 वटा आएर एउटामा 8 वटा आयो भने 8 वटा चाहिँ आउँछ। ल थ्यांक यू सर।
सर एप्पल र इगलको एकपल्ट भनिदिनु न। हजुर हजुर त्यो एप्पल इगल इङ्क पेन अम्ब्रेला वाला एकपल्ट भनिदिनु त सेकेन्ड टाइपको अड म्यान आउट वाला। ए ई आई ओ यु हुनुपर्ने पहिलो ए आयो अनि ई आयो अनि आई ओ यु हुनुपर्ने त्यहाँ पी आयो। फर्स्ट लेटर सर। अब यहाँ हेर्नुहोस् है अब अर्को एउटा गरोस् यसको अलिकति डिफिकल्ट टाइपको र सबै कुरा बुझ्नुपर्ने टाइपको एउटा प्रश्न चाहिँ सबै कुरा तपाईँले बुझ्नुहुन्छ यो मिलाउनुहोस् है। अब एकमा यही पजल टेस्टको अब यसले चाहिँ सबै रुल दिन्छ। टङ्क भन्दा करिम जेठो छ। टङ्क भन्दा करिम जेठो छ। दुईमा पदम भन्दा रेशम कान्छो छ। तीनमा टङ्क भन्दा पदम कान्छो छ। चारमा पदम भन्दा शान्त जेठो छ। ल पजल टेस्टको सबै रुल यसले दिन्छ तपाईँले गर्नु। सबैभन्दा जेठो को छ, सबैभन्दा कान्छो को छ, सबैभन्दा जेठो को छ, सबैभन्दा कान्छो को छ। यो 2074 अफिसरमा दुईचोटि खेलाएको क्वेसन यो तपाईहरुले गर्नुभयो। सर भन्नुस् त। सबैभन्दा जेठो टङ्क, सबैभन्दा कान्छो करिम। हो यहाँ हेर्नुस् है तपाईले पहिला बोल्नु पर्छ। पहिला लाइन जान्नुस् कसरी यसले चिप्याउँछ भन्ने कुरा तपाईले यहाँ हेर्नुस्। यहाँ टङ्क भन्दा करिम जेठो छ। तपाईले यहाँ टङ्क भन्दा करिम जेठो छ। टङ्कको करिम जेठो छ। हेर्नुस् है करिम चाहिँ टङ्क भन्दा जेठो छ।
तर अब यसलाई स्किप गर्नुहोस्, कहिलेकाहीँ पढ्दै स्किप गर्नुपर्ने नि हुन्छ, कहिलेकाहीँ तपाईँले पढ्दा पढ्दै स्किप गर्नुपर्ने हुन्छ, स्किप गरिदिनु। किन भन्दा पदम र रेशम कहाँनिर राख्नु, तपाईँले सुरुमा टङ्क र करिमलाई राखेपछि अब टङ्क वा करिम मध्ये तिनीहरूले तान्नुपर्छ। तपाईँले सुरुमा टङ्क र करिमलाई राखेपछि त्यो टङ्क र करिमले तान्नु पर्यो, टङ्क र करिमले तान्नु पर्यो। अब भनेपछि यो करिम चाहिँ टङ्कभन्दा जेठो छ, अहिले नराख्नुहोस्। अब यो टङ्कले तान्यो, टङ्कभन्दा पदम कान्छो छ, टङ्कले पदमलाई तान्यो। अहिले हामीले यसलाई स्किप गर्यौँ, यो राखेको छैन। टङ्कभन्दा पदम हो, टङ्कभन्दा पदम कान्छो भनेपछि यहाँनिर हो पदम। अब पदम आइसकेपछि यसलाई फेरि तान्नु छ, पदमभन्दा रेशम कान्छो, रेशम कान्छो, रेशम कान्छो छ, कान्छो सानो हो, जेठो माथि। अनि पदमभन्दा शान्त जेठो छ, कहाँनिर कहाँनिर यहाँ भयो नि शान्त जेठो हुन्छ, यहाँ भयो नि शान्त जेठो हुन्छ, यहाँनिर भयो नि शान्त जेठो हुन्छ। हो सबभन्दा जेठो चाहिँ को हो खुल्दैन, करिम हो कि शान्त हो खुल्दैन। यहाँ शान्त भए पनि पदमभन्दा त जेठै हुन्छ यो, यहाँनिर भए पनि यहाँ मात्र भने छैन। त्यस कारणले एकको जानकारी अपूर्ण आइन्छ, एकको जानकारी अपूर्ण। कहिलेकाहीँ यस्तो जानकारी अपूर्ण भन्ने पनि हुन्छ, त्यस्तो अवस्थामा आउँछ यो। अब कान्छो चाहिँ रेशम भइहाल्यो, यो शान्त जानेरी भयो नि, रेशम त कान्छो। अब यसमा कन्फ्युजन छ भने भन्नुहोस् त, तपाईँहरूले सिधै कहिलेकाहीँ भन्न नसकिने अवस्था हुन्छ को हो। र तपाईँ यही प्रश्नमा पदमभन्दा शान्त जेठो भन्नु, पदमभन्दा मात्रै भने भए पो यहाँनिर हुन्छ। अब पदमभन्दा जेठो भएपछि त यो भयो नि जेठो, यहाँ भयो नि जेठो, यता भयो नि जेठो, जता भयो नि जेठो, यहाँ नै हो भन्ने खुल्दैन। जानकारी अपूर्ण, तथ्याङ्क अपर्याप्त। अब यसमा कन्फ्युजन के हुन्छ ल भन्नुहोस् त। हो कहिलेकाहीँ यो पजल टेस्टमा तपाईँको जानकारी अपूर्ण भन्ने आउँदो रहेछ, पढ्दा पढ्दै बिचमा स्किप हुनु पर्दो रहेछ। तपाईँले अब जस्तो अहिले हामीले भन्यौँ नि सुरुमा तपाईँले यो करम र टङ्क राख्नुभयो भने अब टङ्क वा करिम मध्ये त्यसले नतानिए मान्छेले नराख्ने, नत्र कहाँनिर कहाँनिर। अनि यहाँ टङ्कभन्दा पदम कान्छो, टङ्कभन्दा पदम कान्छो, पदम आइसकेपछि पदमभन्दा रेशम कान्छो, पदमभन्दा रेशम कान्छो। अब सबभन्दा कान्छो त यो भयो। अब के कन्फ्युजन छ यसमा? अब यो त सोधो भने होइन, सोध्छ भने सोधेकै क्वेसन हो यो। सर यस्तै खालको अझै एउटा गरिदिनु न सर यसो। भन्नुहोस् त। यस्तै खालको गरिदिनु न एउटा। त जेठो छको ठाउँमा मात्र जेठो छ भए तब करिम जेठो हुन्थ्यो। हो अब शान्त पदमभन्दा मात्र भन्ने शब्द आएको भए चाहिँ कि पदमभन्दा मात्र शान्त जेठो छैन, शान्त पदमभन्दा मात्र जेठो छ। त्यही कुरा सर। हो यहाँ शान्त हुन्थ्यो मात्र भने भए, अनि यो चाहिँ करिम हुन्थ्यो शान्त जेठो। हजुर सर क्लियर भयो। यस्तै खालको एउटा गरिदिनु नि सर। ल भन्नुहोस्। तपाईँ प्रश्न छ कि होइन? मसँग प्रश्न छैन, हजुरले गरिदिनु हुन्छ कि? कस्तो खालको हो? यहाँ झुकेर पनि छैन। अब अर्को हेर्नुहोस्, यो जेठो यो त एउटा दुईटाको आइटममा एउटा आइस त अर्को आइहाल्छ। तपाईँलाई मैले भनिहालेँ कुन बेला यो तथ्याङ्क अपर्याप्त भन्ने हुन्छ। अब यहाँ म तपाईँलाई दिन्छु गर्नुहोस्। कस्तो बेलामा स्किप गर्ने त फेरि? हजुर हजुर कस्तो कन्डिसनमा स्किप गर्ने? स्किप गरियो नि त यो। तपाईँले पहिला के गर्नुभयो? पहिला यो राख्नुभयो, पहिला टङ्कभन्दा करिम जेठो छ भन्नुभयो। टङ्कभन्दा करिम जेठो छ, करिम जेठो छ। अब तपाईँले यसलाई राख्नु भएन नि त अहिले, यसलाई राख्नु भएन। अब तपाईँ टङ्कभन्दा पदम कान्छो हो, अब यसलाई राखेर अनि माथिल्लोपट्टि फर्काउनु भयो। टङ्कभन्दा पदम कान्छो छ, अब पदम अब चाहिँ तपाईँले सुरु दोस्रोमै पदम त राख्नु भएन नि त, यसलाई राख्नु। अब यहाँ माथि फर्काउनु हो, अनि अब रेशम यसरी आयो बुझ्नु।
यदि त्यो सेकेन्ड लाइनमा के पदम भन्दा रेशम कान्छो छ भन्ने छ नि त्यो लाइनमा चाहिँ टङ्क र पदमको कुरा आएको भएदेखि त फेरि लगातार हुन्थ्यो होला नि त्यो स्किप गर्नुपर्ने थियो नि योसँग जोडिएर जोसुकै आएको भए नि हुन्थ्यो करिमसँग जोडिए भए नि हुन्थ्यो टङ्कसँग जोडिए भए नि हुन्थ्यो तपाईँले सुरुमा टङ्क र करिम राख्नुभयो भने अब राख्ने इन्फर्मेसन चाहिँ टङ्क र करिम मध्ये कसैले तान्नु पर्यो कि त्यसले त्यो भन्दा कि जेठो भन्नु पर्यो कि कान्छो भन्नु पर्यो कि बिचा भन्नु पर्यो के भन्नु यही त्यो रहन्छ भने अनि तपाईँको यो पदम र रेशम त पुरै नयाँ मान्छे आयो नि त अनि त्यसलाई चाहिँ नराख्ने पछि त राख्नै पर्छ त्यो तर लगातार चाहिँ नराख्ने कहाँनिर भन्ने खोल्दैन त्यही भएर अब यहाँ हेर्नुहोस् है अब यो नन भर्बलमा अरू केही बाँकी भयो भन्नु पर्यो अरू केही बाँकी छ यो सकेपछि त अब त्यो भर्ब के अरे नन भर्बल मात्रै हो हिजो मात्रै पढ्यो अब ब्लड रिलेसन भन्नुभएछ हिजो मात्रै पढ्यो अब आधी खाइने यस्तो पछि एउटा यस्तै क्वेसन छ गरिदिनु त सर एनालोजीलाई गर्नुहोस् त एनालोजी भने चाहिँ यस्तै क्वेसन थियो सर एउटा कक्षामा 6 जना PQRST विभिन्न उचाइमा रहेका छन् पी को उचाइ ए भन्दा धेरै छ पी को उचाइ ए भन्दा हैन PQRST भने हैन PQRST 6 जना चाहिँ विभिन्न उचाइमा उभिरहेका छन् पी को उचाइ ए भन्दा धेरै छ अनि क्यू को उचाइ एस र पी को उचाइ भन्दा अग्लो छ तर आर भन्दा होचो छ यसको उचाइ चाहिँ के छ रे क्यू को उचाइ एस र पी को उचाइ भन्दा अग्लो छ भनेको जस्तै क्यू को उचाइ एस र पी को उचाइ भन्दा अग्लो छ एस को उचाइ पी को भन्दा अग्लो छ यसको उचाइ पी को भन्दा अग्लो छ अनि आर सबैभन्दा होचो होइन भने सबैभन्दा अग्लो उचाइ भएको को हो भने आर होइन पानी बित्तिकै के गाह्रै अब यहाँ एनालोजी हेर्नुहोस् है यो थ्याङ्क यू सर एनालोजीमा तपाईँले के बुझ्नु पर्यो भने एनालोजी भन्ने बित्तिकै तपाईँलाई जिज्ञा आउनु जस्तै किरात इज टु ए लम्बर डबल इज टु मल्ल इज टु वाड यसमा र यसमा जे सम्बन्ध छ यता र यता नि त्यही सम्बन्ध हुनुपर्छ एनालोजी ल भन्नुहोस् किरातको ए लम्बर भए मल्लको के हुन्छ अरिदेव मल्ल हुन्छ हो यो शासनकाल त्यसको पहिलो राजा हरिमल्ल हरिदेव मल्ल हुन्छ यो र यो सम्बन्ध जे छ यता नि त्यही हुन्छ अब तपाईँले मलाई भन्नु राम इज टु सीता डबल इज टु रावण इज टु वाट तारा कुन्ती मन्दोदरी अहिल्या राम इज टु सीता रावण इज टु वाट हो रामको पत्नी यो पुरुष यसको पत्नी रावणको पत्नी मन्दोदरी तपाईँले भन्नु पर्यो रतन्दो इज टु भिटामिन ए डबल इज टु स्कर्बी इज टु वाट भनौँ हो तपाईँले एकदमै राम्रो गर्नु भिटामिन सी यो रोग यो रतन्दो है यो रतन्दो भिटामिन ए को कमी लाग्छ स्कर्बी भिटामिन सी को कमी लाग्छ अब अर्को अब यो टिभी इज टु जेएल बेयर्ड
डबल इज टु रेडियो इज टु व्हाट? मार्कोनी गुलमुलियो मार्कोनी। यो चाहिँ आइटम हो, त्यसको आविष्कारक हो। यो चाहिँ आइटम हो, त्यसको आविष्कारक हो, मार्कोनी। तपाईहरुले यसरी बुझ्नु पर्यो। यो चाहिँ सबै जीके बाट आउने हो। पहिलो दोस्रोमा जे सम्बन्ध छ यता त्यही सम्बन्ध हिट गर्नु। अब यो आउँछ भोलि हामी एबी एबीसी 50औं लेटर कति हुन्छ त्यस्तो गर्छौँ। ल फलो इन्स्ट्रक्सन भन्ने कस्तो खाले हो? हजुर यो फलो इन्स्ट्रक्सन भन्ने चाहिँ कस्तो खालको हो? त्यो त फर्दरलाई छुट्यो। सर अस्तिको पिक भिक मिक भनेको हिज ब्याड त्यो क्वेशन थियो नि, त्यो मेरो छुट्या थियो, त्यो गराइदिनु न सर। ल पछि गराउन। त्यो रेकर्डेड भिडियो पनि पाइन्छ। नमस्कार गुड नाइट।